नमस्ते, गुड मर्निङ एभ्रिवान। मैले प्राय मोटिभेसनल स्पिचहरू हेर्दाखेरि सधैँ युथका लागि भनेर, सानो बच्चाहरूको लागि भनेर धेरै मोटिभेसनल स्पिचहरू हेर्ने गरेको छु। तर भन्ने हो भने चाहिँ हाम्रो फ्यामिली, हाम्रो प्यारेन्ट्सहरूको लागि भनेर चाहिँ त्यस्तो डेप्थको मोटिभेसनल स्पिच सायद मैले देखेको छैन भन्नु पर्ला हैन। त्यही भएर पनि आज के कुरा सेयर गर्नु मन छ भने हाम्रो प्यारेन्ट्सहरूलाई सकेसम्म हामीले जति सक्छ हामीले टाइम दिउँ। उहाँहरूले हाम्रो लागि जति सेक्रिफाइस गर्नु भएको छ संसारमा हाम्रो लागि भनेर कसैले पनि त्यति सेक्रिफाइस गर्नु भएको छैन। किनभने हामी सानो बेलादेखि अहिलेसम्म पनि जे जति हाम्रो लागि सेक्रिफाइस गरेर आउँदै हुनुहुन्छ हाम्रो प्यारेन्ट्सहरूले, आज त्यही भएर हामी यो स्थानमा छौँ हैन। भन्नु पर्दाखेरि त हाम्रो प्यारेन्ट्सहरूको लागि भनेर केही कुरा सेयर गर्नु पर्दाखेरि त कति सपनाहरू थियो होला हाम्रो प्यारेन्ट्सहरूको पनि। भनौँ न एउटा एक्जाम्पलको लागि कतिजना डान्सर बन्नु मन थियो होला, कतिजना सिङ्गर बन्नु मन थियो होला, कतिजना फुटबल प्लेयर बन्नु मन थियो होला, कति के कुरा मनमा भित्र हुन्छ नि। हामीलाई पनि यस्तो गर्नु मन छ, उस्तो गर्नु मन छ भने जस्तो हाम्रो प्यारेन्ट्सहरूलाई पनि त कति इच्छा थियो होला। तर जब हाम्रो बर्थ भइसकेपछि फुल्ली टाइम हाम्रो प्यारेन्ट्सहरूले हाम्रो लागि भनेर दिनु भएर कति कुराहरू सेक्रिफाइस गर्नुभयो होला। हो, कतिजना जब होल्डरहरू हुनुहुन्छ, उहाँहरू स्टिल गरिराख्नु भएको छ होला त्यो आफ्नो ठाउँमा। तर पनि मैले कस्तो भन्न खोजेको हो भने जसले भनौँ न हाम्रो लागि सेक्रिफाइस गरेर होल टाइम घरमै बिताउनुहुन्छ, टाइम सबै फ्यामिली मेम्बर्सलाई खुसी राखौँ भनेर दिनुहुन्छ, उहाँहरूको लागि पनि त हामीले केही सोच्न सक्छौँ नि हैन र। हाम्रो लागि, हाम्रो फ्युचरको लागि सबै कुरा सेक्योर गर्नलाई उहाँहरूले हरेक टाइम हामीलाई सपोर्ट गर्नुभएको छ नि। एटलिस्ट हामीले कमसेकम वन्स इन अ विक भनौँ न ल, हप्तामा 2 चोटि मात्र पनि हामीले टाइम म्यानेज गरेर हामीले हाम्रो फ्यामिलीको लागि खुसी बनाउनको लागि भनेर तपाईँहरूलाई के इच्छा छ ड्याडी मम्मी? कति कुराहरू हामी बर्थ भइसकेपछि भनेको कति कुरा सेक्रिफाइस गर्नुभएको थियो होला, कति कुरा त्यतिकै अधुरा भयो सबै कुरा। थोरै होला प्यासन त छ आफ्नो ठाउँमा, तर पनि ड्रिम अचिभ हाम्रो एज अनुसार त उहाँहरूको हेल्थ कन्डिसन अनुसार पनि फुलफिल त गर्न नसक्ला। तर पनि हामीले एटलिस्ट उहाँहरूलाई खुसी राख्नको लागि त्यस्तो जुन इच्छा छ, उहाँहरूलाई जे गर्नु मन छ एटलिस्ट त्यही कुरामा भुलाउनको लागि भने पनि एउटा प्यारेन्ट्सलाई कतै लिएर जान सक्छौँ हामीले। पैसा धेरै खर्च हुन्छ भन्ने कुरा होइन कि, मैले भन्न खोजेको एटलिस्ट उहाँहरूलाई पनि केही टाइम त्यही उहाँहरूको इच्छा चाहनामा हामीले केही कुरा टाइम हामीले दिन सक्यौँ भने उहाँहरूलाई कस्तो फिल हुन्छ होला भन्नु त। हामीहरू आफै सोचौँ न, हाम्रो पनि भोलि गएर सन्तान होला हैन। भोलि गएर के भन्छ, कतिजनाको त बच्चाहरू हुनुहुन्छ आफ्नो ठाउँमा, तर पनि बच्चाहरू भइकन पनि हामीले पनि त आफ्नो बच्चाहरूको लागि भनेर कति सपनाहरू सोचेको छौँ नि हैन। त्यो सपनाहरू पुरा गर्दा गर्दा हामीले आफ्नो कति सेक्रिफाइसहरू त भोलिको दिनमा हामीले पनि डेफिनेटली गर्नुपर्छ। त्यस्तै पाठ हामीले हाम्रो भविष्यको बच्चाहरूलाई सिकाउनलाई पनि हामीबाटै स्टार्ट हुनुपर्छ के त्यो कुराहरू भनेको। अरूले चेन्जेस ल्याउने होइन, सोसाइटीले चेन्जेस ल्याउँछ भनेर मात्र हुँदैन क्या, हामीबाट पनि आफै चेन्जेस आउनुपर्छ। हामीले हाम्रो फ्यामिलीहरूलाई टाइम दिएर हुन्छ कि, या उहाँहरूलाई इच्छा के छ त, उहाँहरूलाई के गर्नु मन छ, कसरी टाइम स्पेन्ड गर्नु मन छ, हिजोको दिनमा जुन सपनाहरू पुरा गर्न सक्नु भनेर कतिजना रचनाकार हुनुहुन्छ होला, उहाँहरू आइडली बसिराख्नु भएको छ होला घरमा एज भएर पनि। अब आफ्नै सुरमा अब घरकै यताउता हेल्पहरू गरेर होस् या अब घर हेरेर होस्, तर पनि एटलिस्ट हामी बच्चाहरूले चाहिँ इन्करेज गरेर ड्याडी मम्मी तपाईँहरूलाई इच्छा लागेको केही आफूलाई एउटा मन खुसी राख्नलाई हैन, हबी जस्तै सम्झेर एउटा मन खुसी राख्नलाई केही न केही आफूलाई भुलाउनलाई केही गर्नु हैन, केही गर्दाखेरि तपाईँहरूलाई त्यो कुराले मन खुसी होस् भनेर त्यति भए पनि हाम्रो मुखले सपोर्ट गरेर हामी त्यति टाइम दिन खोज्यौँ भने
त्यो जतिको ह्याप्पिनेस हाम्रो फ्यामिलीको लागि के पनि हुँदैन होला के। हामी सन्तान भएर जन्मेको त्यत्रो यस्तो भ्यालुएबल वर्ड केही हुँदैन होला कि सायद के हो। हुन त कति सन्तानहरूले होइन फ्रेङ्कली भन्नु पर्दाखेरि कोही डक्टर, कोही इन्जिनियर, कोही होइन धेरै अकुपेसनहरू जो होइन अकुपेसनहरू जो के भन्छ राम्रो गर्नु भएर धेरै कुराहरू अचिभ गर्नु भएर चाहिँ उहाँहरूले जति आफ्नो सन्तानबाट सुख भोग गरिराख्नु भएको छ भनौँ न होइन, त्यसरी भोग गरेर उहाँहरूको पनि त छुट्टै एउटा केही त ड्रिम हुनसक्छ होइन। डेफिनेटली हाम्रो जस्तो सपनाहरू छ उहाँहरूको पनि त हुनसक्छ होइन। त्यही भएको हुनाले पनि एटलिस्ट तपाईँहरूले थोरै टाइम मात्र दिनुभयो भने पनि इट मिन्स अ लट टु देम के होइन। अब इक्जाम्पलकै लागि कुरा गरौँ होइन, तर त्यो इक्जाम्पल नभइकन त्यो रियालिटी हो होइन। म म्युजिक इन्स्टिट्युटहरूमा म पहिला सिक्न जाँदाखेरि हामी भन्दा पनि अलमोस्ट 60 क्रस भएको, 50 क्रस भएको, कोही 40 क्रस भएको आउनुहुन्थ्यो कि म्युजिक सिक्नलाई भनेर होइन। त्यतिखेर आउनु हुँदाखेरि पनि के म्युजिकमा के गरौँ भनेर आउनुभएको, के इच्छा छ भनेर म सोध्थेँ कि उहाँहरूलाई कि म एकदम एक्साइटेड हुन्थेँ कि त्यस्तो कुराहरू सोध्नलाई। अनि उहाँहरूले के भन्नुहुन्थ्यो भने होइन नानी, होइन छोरी, जस हाम्रो एउटा मनको आनन्द, हामीलाई अब म्युजिक सिकेर त्यस्तो गरेर पारखी भएर त्यस्तो बुझ्ने त त्यस्तो खासै केही त होइन, तर पनि एउटा मनको शान्ति, आनन्द 40, 50, 60 वर्ष कटिसकेपछि भनेको त अब एउटा भगवानप्रति एउटा आस्था गरेर भजन गाउँ, के एल्बम के निकालौँ, अब त्यति नगर्न सके पनि एउटा सिक्न मात्र आए पनि भजन एउटा सुन्दाखेरि पनि सिक्दाखेरि मात्र पनि मन आनन्द हुन्छ नि त होइन भनेर भन्नुहुन्थ्यो क्या। हो त्यस्तै भने जस्तो तपाईँहरूले पनि थोरै केही त्यसरी नै हेल्प गरिदिनु भयो भने होइन, त्यो जतिको ह्याप्पिनेस हामीले अरू कुराले दिन सक्दैनौँ क्या आफ्नो फ्यामिलीलाई के हो। कतिजना विदेशमा हुनुहुन्छ होइन, विदेशमा हुनुभएका कति छोराछोरीहरू विदेशमा भए पनि घरमा फ्यामिलीहरू आफ्नै तरिकामा बसिराख्नु भएको छ होला, कोही के गर्दै हुनुहुन्छ होला, तर पनि एटलिस्ट विदेशमा बस्नु भए पनि आँखा अगाडि बस्नु भए पनि तपाईँहरूले आफ्नो वर्ड होइन आफूले मुखले एटलिस्ट तपाईँहरूलाई इच्छा लागेको गर्नु हामी सपोर्ट गर्छौँ होइन, हामी सपोर्ट गर्छौँ त्यति मात्र भन्नुभयो भने पनि त्यो जस्तो खुसी केही हुँदैन के। हाम्रो प्यारेन्ट्सहरूलाई कतिजनालाई होइन अब भनौँ न यो इन्भाइरोमेन्टले गरेर यस्तो बिरामी पर्ने छ, हामी पनि यत्तिकै बिरामी पर्छौँ भने हाम्रो फ्यामिली त कुरै नगरौँ होइन। यस्तो बिरामी, यस्तो प्रेसर, सुगर भनेको त यो सबै कुरा नर्मलै हो होइन। त्यस्तो भइकन पनि हामीले एटलिस्ट हाम्रो प्यारेन्ट्सहरूलाई केही कुरा उहाँहरूलाई इच्छा लागेको कुराहरू हामीले गाइड गर्न सक्यौँ भने, हामीले कुरा सेयर गर्न सक्यौँ भने, सपोर्ट गर्न सक्यौँ भने, टाइम दिन सक्यौँ भने, हामीले जानेको कुरा उहाँहरूलाई इच्छा लागेको कुरामा हामीले बाटो देखाइदियौँ भने त्यो जतिको अचिभमेन्ट उहाँहरूको लागि केही हुँदैन कि। त्यो उहाँहरूले प्लेटफर्म पाउनु भएको जस्तो हो कि। सो प्लिज प्यारेन्ट्सहरूलाई पनि सपोर्ट गर्नु होला होइन। बोल्दा बोल्दा कति कुराहरू मैले लडबडाई पनि बोलेँ होला। म अलि रसमा छु, म पनि स्कुल जान लागेको छु, तर मेरो मनमा लागेको कुरा मैले तपाईँहरूलाई सेयर गर्न एकदमै एक्साइटेड भएर मैले अहिले भनिहालेको होइन। केही गल्ती गरेको छु भने, केही गल्ती बोलेँ भने मलाई माफ गर्नु होला। थ्याङ्क यू सो मच। नमस्ते।